आज हामीले एकीकृत निर्देशन युनिफाइड डिरेक्टिभ्सको सिरिजमा रहेर डिरेक्सन नम्बर 5 युनिफाइड डिरेक्टिभ्सको डिरेक्सन नम्बर 5 रिस्क म्यानेजमेन्ट जोखिम व्यवस्थापनसँग सम्बन्धित व्यवस्थाहरू हेर्दैछौँ। ब्याङ्कले जति पनि जोखिमहरूको फेस गर्नुपर्ने हुन्छ, सामना गर्नुपर्ने हुन्छ, त्यस्ता जोखिमहरू पहिचान गर्न, मापन गर्न, मेजरमेन्ट हैन आइडेन्टिफाई गर्नको लागि एउटा सुदृढ जोखिम व्यवस्थापन संरचना हुनुपर्छ भनेर भन्छ। रोबस्ट रिस्क म्यानेजमेन्ट फ्रेमवर्क बनाउनुपर्छ। यसको मेजर अब्जेक्टिभ भनेको रिस्कलाई आइडेन्टिफाई गर्ने, मेजर गर्ने, मापन गर्ने, मोनिटर गर्ने, म्यानेजमेन्ट गर्ने, कन्ट्रोल गर्ने र रिपोर्टिङ गर्ने। यति पर्सपेक्टिभबाट यो अब्जेक्टिभबाट जहिले पनि ब्याङ्कमा रोबस्ट रिस्क म्यानेजमेन्ट फ्रेमवर्कको इम्प्लिमेन्ट गर्नुपर्छ भनेर पहिलो प्रावधानले यो जोखिम व्यवस्थापन अन्तर्गतको प्रावधानले भन्ने गर्छ। ब्याङ्कमा रिस्क म्यानेजमेन्ट गर्नको लागि एउटा रिस्क म्यानेजमेन्ट स्ट्रक्चर इस्टाब्लिस गर्ने, जोखिम व्यवस्थापन संरचना र यो संरचनामा के हुने त त्यो पार्टमा चाहिँ टप म्यानेजमेन्ट एन्ड बिओडी जहिले पनि के गर्ने त यिनीहरूले एक्टिभली पार्टिसिपेट गर्नुपर्छ, सक्रिय निगरानी हुनुपर्छ, नीति बनाउनुपर्छ र इफेक्टिभ रिस्क म्यानेजमेन्ट एक्टिभिटी हुनुपर्छ, इन्फर्मेसन सिस्टम बनाउनु पर्यो र इन्टरनल कन्ट्रोल सिस्टम इफेक्टिभ हुनुपर्छ। अनि बल्ल ब्याङ्कमा रिस्कलाई चाहिँ हामीले म्यानेज गर्न सक्छौँ भनेर हाम्रो 5 नम्बरको निर्देशनको अर्को प्रावधानले भन्ने गर्छ। त्यसैले यसको मेजर कन्सर्न भनेको के रहेछ त जहिले पनि ब्याङ्कमा एउटा रिस्क म्यानेजमेन्टको लागि एउटा रिस्क म्यानेजमेन्ट स्ट्रक्चर बनाउनुपर्छ भनेर यो 5 नम्बरको निर्देशनले प्रोभिजन गरेको छ। ब्याङ्कले कति रिस्क एपिटाइट छ, जोखिम वहन गर्न चाहेको कति हो र उसको टोलरेन्स लिमिट कति छ त, ग्राह्य हुने सीमा, त्यसलाई आइडेन्टिफाई गरेर जोखिमको जहिले पनि रणनीति बनाउने, रिस्क स्ट्राटेजी बनाउनुपर्छ भनेर हामीलाई अर्को प्रावधान दिएको छ। र जहिले पनि ब्याङ्कमा यो रिस्क म्यानेजमेन्ट गर्नको लागि, जोखिम व्यवस्थापनको लागि जहिले पनि अकाउन्टेबल को हुन्छ त भन्दा बोर्ड अफ डिरेक्टर भनेर भनिन्छ। बोर्ड अफ डिरेक्टर स्याल बी रेस्पोन्सिबल एन्ड अकाउन्टेबल फर ओभरअल रिस्क म्यानेजमेन्ट। ब्याङ्कमा आउने जति पनि रिस्कहरू छन् ती सबै रिस्कहरूको म्यानेज गर्ने काम कसको हो? बोर्ड अफ डिरेक्टरको। तिनीहरू नै अकाउन्टेबल रेस्पोन्सिबल हुनुपर्छ भनेर हामीलाई अर्को प्रोभिजन व्यवस्था तोकेको छ। ब्याङ्कमा रिस्क म्यानेज गर्नको लागि इन्डिपेन्डेन्ट स्वतन्त्र एउटा जोखिम व्यवस्थापन कार्यको लागि व्यवस्था गर्नको लागि प्रमुख जोखिम अधिकृत चिफ रिस्क अफिसर भनेर अपोइन्ट गर्नुपर्छ। यसले इन्डिपेन्डेन्टली काम गर्छ, स्वतन्त्र हुन्छ। यो कसैको अन्डरमा नआएर सिधै रिस्क म्यानेजमेन्ट कमिटीलाई यसले के गर्छ? रिपोर्ट गर्छ। त्यसैले जति पनि रिस्कहरू आउँछन् ती सबै रिस्कहरूलाई म्यानेज गर्ने काम र रिस्कको आइडेन्टिफाई गर्ने काम, इन्स्योर गर्ने काम एउटा इन्डिपेन्डेन्ट रिस्क म्यानेजमेन्टको कामको लागि जहिले पनि ब्याङ्कमा के गर्ने? रिस्क अफिसर, चिफ रिस्क अफिसर भनेर हामीले अपोइन्ट गर्नुपर्ने हुन्छ। ब्याङ्कमा आउने जति पनि जोखिमहरू हुन्छन् ती सबैलाई क्याटेगोराइज गर्ने, वर्गीकरण गर्ने। जस्तो क्याटेगोराइज गर्दा फेरि के गर्ने त? क्रेडिट रिस्क, अपरेसनल रिस्क, लिक्विडिटी रिस्क, मार्केट रिस्क, इन्ट्रेस्ट रेट रिस्क, फरेन एक्सचेन्ज रिस्क र अदर रिस्क, अन्य जोखिम भनेर यसरी चाहिँ हामीले जहिले पनि यो रिस्कहरूको क्लासिफाई गर्नुपर्छ भनेर यसमा चाहिँ हामीलाई प्रोभिजन दिएको छ। अब अन्य जोखिम जुन अघि हामीले भन्यौँ त्यो अन्य जोखिममा अदर रिस्कमा के पर्ने त भन्ने पार्टबाट हेर्दा रेपुटेसनल रिस्क, स्ट्राटेजिक रिस्क, एमएलसिएफटी रिस्क, अनि कम्प्लायन्स रिस्क, लिगल रिस्क, इन्भाइरोमेन्टल रिस्क, सोसियल रिस्क र यो क्लाइमेट चेन्ज रिस्क, यस्ता रिस्कहरूलाई हामीले अदर रिस्कमा लगेर राख्ने गर्छौँ। यी सबै के हुन् त? अदर रिस्कहरू हुन्। रिस्क म्यानेजमेन्ट एक्टिभिटिजहरूलाई स्ट्रङ बनाउनको लागि जहिले पनि
यो जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन भनेको रिस्क म्यानेजमेन्ट गाइडलाइन्सहरू हामीले फलो गर्नुपर्छ। राष्ट्र ब्याङ्कले यस्ता गाइडलाइन्सहरू दिएको छ। त्यसैले ओभरअल रिस्क म्यानेजमेन्ट गर्नको लागि जहिले पनि ब्याङ्कलाई स्ट्रेन्थेन बनाउन, मजबुत बनाउनको लागि रिस्क म्यानेजमेन्ट गाइडलाइनलाई फलो गरेर डेली बेसिसमा ब्याङ्कको रिस्क म्यानेज गर्नुपर्छ। राष्ट्र ब्याङ्कले स्ट्रेस टेस्टिङ गाइडलाइन भनेर हामीलाई दिएको छ, दबाव परीक्षण मार्गदर्शन भनेर भनिन्छ। यसमा चाहिँ रेगुलरली हामीले इन्ट्रेस्ट रेटको बेसिसमा, लिक्विडिटीको बेसिसमा, क्रेडिट रिस्कको बेसिसमा सर्टेन सिनारियोजहरू क्रिएट गर्ने अनि त्यही सिनारियोको आधारमा यदि यस्तो सिचुएसन आयो भने ब्याङ्कको इन्कममा कस्तो इम्प्याक्ट पार्छ, क्यापिटलमा कस्तो इम्प्याक्ट पार्छ भनेर फ्युचरको प्रोजेक्टेड सिनारियोलाई लिएर हामीले अहिले नै ड्रिल गरे जस्तो यो यस्तो भयो भने के हुन्छ त भनेर त्यसको इम्प्याक्टहरूको एनालिसिस गर्नको लागि जहिले पनि हामीलाई एउटा दबाव परीक्षण मार्गदर्शन भनेर दिएको छ रेगुलर स्ट्रेस टेस्टिङको लागि। त्यही स्ट्रेस टेस्टिङ गाइडलाइन अनुसार हामीले के गर्ने, ब्याङ्कको पर्फर्मेन्सलाई मेजर गर्ने काम गरिन्छ। र यही रिस्क म्यानेजमेन्ट गाइडलाइन्स अनुसार, प्रोभिजन अनुसार ब्याङ्कको सिडी रेसियो हामीले म्याक्सिमम 90% मेन्टेन गर्नुपर्छ। यो चाहिँ एक किसिमको लिक्विडिटी रेसियोको हिसाबमा यसलाई तोकिएको हो। एउटा रिस्कलाई म्यानेज गर्नको लागि सिडीले पनि हेल्प गरिरहेको हुन्छ। त्यसैले सिडी रेसियो मस्ट बी म्याक्सिमम, मेन्टेन मस्ट बी म्याक्सिमम 90%। यो चाहिँ हामीले जहिले पनि डिपोजिटको रेस्पेक्टमा हेर्नुपर्छ। कति पर्सेन्टेज डिपोजिटको रेस्पेक्टमा इन्भेस्टमेन्ट भएको छ भन्ने रेसियो नै सिडी रेसियो हो। त्यसैले यसको हामीले मेजर गरेर म्याक्सिमम कति मेन्टेन गर्ने, 90% मेन्टेन गर्ने। डिपोजिटरले हामीलाई आफ्नो डिपोजिट डिमान्ड गर्यो भने पेब्याक क्यापाबिलिटी हामीले त्यो क्यापाबिलिटीलाई स्ट्रङ बनाउनको लागि जहिले पनि डिपोजिटको आस्पेक्टमा लिक्विड एसेट्स कति राख्ने त खुद तरल सम्पत्ति भनेर भन्छौँ, नेट लिक्विड एसेट्स, यो चाहिँ 20% मिनिमम हुनुपर्छ भनेर राष्ट्र ब्याङ्कले तोकेको छ। त्यसैले यदि यस्ता नेट लिक्विड एसेट्स हामीले टु टोटल डिपोजिट रेसियो मेन्टेन गर्यो भने जति बेला पनि डिपोजिटर माग्न आउन सक्छ। हाम्रो डिपोजिटरको अन डिमान्डवाला जति पनि डिपोजिटहरू छन् ती सबै पेब्याक गर्ने क्यापाबिलिटी बिल्डअप हुन्छ भनेर यो प्रोभिजनले भनेको छ। त्यसैले हामीले निष्कर्षमा के भन्न सक्छौँ, इन कन्क्लुजन, जति पनि रिस्क म्यानेजमेन्ट हाम्रो राम्रो हुँदै गयो ब्याङ्कको भने ब्याङ्क सस्टेनेबल हुन्छ, गभर्नेन्स हुन्छ ब्याङ्कमा, र ब्याङ्कमा आउने जति पनि प्रब्लमहरू छन् ती सबैको रिस्कहरूको हामीले आइडेन्टिफाई गर्न सक्छौँ, मेजर गर्न सक्छौँ र कन्ट्रोल गर्न सक्छौँ। त्यसैले यी सबैले अल्टिमेटली ल्याउने भनेको के हो त, ब्याङ्कलाई कुनै वित्तीय सङ्कटबाट जोगाउने हो, डिपोजिटरको डिपोजिटलाई हामीले प्रोटेक्ट गर्ने हो, र ओभरअलमा ब्याङ्किङ सिस्टमलाई हामीले सेक्योर्ड गर्ने र ट्रस्टवर्दी ब्याङ्किङ सिस्टम डेभलपमेन्ट गर्नको लागि हेल्प गर्छन् यी सबै रिस्क म्यानेजमेन्ट रिलेटेड डिरेक्टिभहरू, गाइडलाइनहरूले। त्यसैले यसको अब्जेक्टिभ नै के रहेछ त, सस्टेनेबिलिटी एन्ड गुड गभर्नेन्स क्रिएट गर्ने ब्याङ्किङ बिजनेसमा, पोटेन्सियल फाइनेन्सियल क्राइसिसहरूलाई रिड्युस गर्ने, अनि यो डिपोजिटर्सहरूको इन्ट्रेस्टहरूलाई सेफगार्ड गर्ने, त्यसपछि रिलायबल सेक्योर ब्याङ्किङ सिस्टमहरू डेभलप गर्ने, ओभरअल ब्याङ्किङ सिस्टम। सो रिस्क म्यानेजमेन्टको क्रक्स मेजर अब्जेक्टिभ नै के रहेछ त, ब्याङ्किङ सेक्टर स्टेबिलिटी हो र कर्पोरेट गभर्नेन्स हो।